दाम निस्किन्छ है हस् त्यहीँको लाइन हो यार ऊ त्यहाँको माथि जानु पर्ने हामी खासमा त्यहाँ डाँडामा वाउ कस्तो नाइस छ त यार आई लभ सौराहा सौराहा गाइस सौराहा बिहानको यो चिसो अनि कुहिरोको बाक्लो घुम्टोभित्र निदाएको काठमाडौँ कीर्तिपुरको यो अग्लो डाँडाबाट हेर्दा लाग्छ सहर अझै सपनामै छ। रमाइलो भइरहेको साथी कुदाउने मजा आयो सो जस्तो देखिरहेको थियो यार मजा आइरहेको होइन भ्यू चाहिँ बवाल देखिरहेको छ अहिले चाहिँ हामी चितवन ट्रिपको लागि निस्केको छौँ होइन अहिले काठमाडौँदेखि यो चोबार डाँडा कटेर आइसक्यो चाहिँ हाम्रो रियल यात्रा चाहिँ सुरु हुन्छ। हाम्रो आज त्यही छ अब पुग्ने भयो पहिला हामी कुलेखानी लाग्छौँ होइन कुलेखानी गइसकेपछि त्यहाँ हुँदै हेटौँडा पुगेर हेटौँडाबाट हामी चितवन जान्छौँ चितवन गएपछि चाहिँ चितवनको प्लान त्यही हुन्छ अरे चितवनको प्लान चाहिँ हाम्रो त्यही हुन्छ होइन कस्तो भइरहेको चिसो चाहिँ अति छ है चिसो अति छ क्या चिसो यहाँ तल खोला छ देखि नै रहेको छैन यो बाफले गर्दाखेरि चिसो लास्टै छ यहाँ चिसो भएर रमाइलो भइरहेको यात्रा चाहिँ तर मेरो मन भने एउटा नयाँ बिहानी एउटा नयाँ बाटो र नदेखिएका क्षितिजहरूसँग साक्षात्कार गर्न आतुर भइसकेको छ। कहाँ यो जाम जाम गऱ्यौ त्यसो गऱ्यौ चाइनिज गाडी टाइम छ त यहाँ थोडा होइन छैन छैन होइन के हो के गरेर गएर त्यहाँ म चाहिँ हेटौँडा जाने बाटो जान्छ ड्याम निस्किन्छ है हस् थ्याङ्क यू केको लाइन हो यार माछा बिक्री केन्द्र ए माछा रहेछ नि त ड्याम 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 भर्यो त यार चिसोले त माथि ट्विन पनि रहेछ त ट्विन पनि रहेछ माथि ट्विन ट्विन तिमी पनि यस्तै ग्लभ्स किन्नु पऱ्यो यार ड्याम ड्याम भइरहेको यार चिसोले गर्दाखेरि ऊ त्यहाँको माथि जानु पर्ने हामी खासमा त्यहाँ डाँडामा बाट हेर्न लागि कुठामा आयो यार यो चिया खान रोक्ने भनेको यहाँ चाहिँ अब हामीले कहाँ चाहिँ हुन्छ अब I love देउराली चाहिँ चिसो हावाको स्पर्शलाई जित्न देउरालीको यो सानो होटेलमा अडिएका छौँ। के पाउँदो रहेछ यहाँ बाहिर बस्नु न एउटा बिहानैदेखिको थकानलाई मेटाउँदै राइडको असली ऊर्जा त यहीँबाट भरिँदैछ। आखिर यात्राको मजा बाटोको रफ्तारमा मात्र कहाँ हुन्छ र बीचबीचमा रोकिएर लिइने यस्ता साना खुसीहरूमा पनि त हुन्छ। हामी कहाँ छौँ भन्देऊ डेन्जर रमाइलो भइरहेको छ कहाँ छौँ हामी
हामी हेटौडाको शहीद स्मारक पार्कमा छौँ होइन। पार्क चाहिँ रमाइलो रहेछ त्यो, राम्रो छ। डिजे बजिरहेको यता डिजे मात्र होइन, भोजपुरी हामी चाहिँ छिटो नेचरल पार्क जान लाग्यो अहिले। अहिले भित्र जान चाहिँ मिल्दैन होला। एलिफेन्ट ब्रिडिङ सेन्टर चाहिँ जान लाग्यो अहिले, 5 बजीसम्म खुल्ला हुन्छ अरे। अगाडि कता जाने यतै अब यता यही रहेछ, यता रहेछ नि त सबै। हेर न, थारू रेस्टुरेन्ट, थारू होमस्टे, टुरिस्ट पार्क, रिभर बिच गेस्ट हाउस, रिभर पार्क हुन्छ, राप्ती रिसोर्ट। चितवन नेसनल पार्क। वाउ, कस्तो नाइस छ त यार। Oh my God! Wow! यहाँबाट चाहिँ कता हो थाहा छैन है। सौराहा फोटो हान्नु पर्ने तिम्रो यहाँ, भिडियोमै हान्दिन्छ नि त फोटो। ब्लूपर देखिरहेको सही हो यार। हाल्ला यसले तिमीले हात्ती देखाएको थियो कि भन त, कस्तो भन त। जुतो गएको छ भन त। तिमीले हात्ती देखाएको छैन भन त। तिमीलाई भने के पेट पार्किङ होला देखाएको छ। फाइनली सौरा चाहिँ पुग्यो होइन त। एउटा हात्ती पनि देखियो बाटोमा। त्यहाँ नि हात्ती थियो र मैले गडाएको त्यो मात्र देखेँ, मूर्ति मात्रै। मैले हात्ती मात्रै ऊ मात्रै हेरेँ क्या, मूर्ति मात्रै हेरेँ। सौरा गाइस, सौरा।
चौराको नाइट लाइफ रमाइलो छ चिसो भन्दा यो अलि हामी बाहिरतिर आइसक्यो चौरा मेन बजार भन्दा चाहिँ